अनि सुन त, शनिबार कहाँ जान्छौ तिमी? सधैँ ढिलो आउँछौ काममा। मैले प्रभु येशूलाई विश्वास गरेको छु, त्यसकारण प्रत्येक शनिबार चर्च मण्डलीमा जाने गर्छु। मेरो बुढोको निधनपछि म धेरै बिरामी परेकी थिएँ। एकजना भाइले मेरो लागि प्रार्थना गरिदिनु भयो अनि प्रार्थना पछि अहिले म निको भएर हजुरको अगाडि छु। मरिसकेकी थिए, धन्न बाँच्यो। के हो त्यो प्रभु भनेको? प्रभु भनेको प्रभु येशू हो। येशूमा विश्वास गर्ने भनेको। येशू रे? त्यो विदेशी धर्म? किन मानेको त्यो धर्म? छाडिदेऊ, मानेर के फाइदा? दाइ, त्यो एउटा स्याउ दिनु। स्याउको स्वाद कस्तो छ भन्नु न मलाई। कस्तो कुरा? तिमी खान्छौ अनि मलाई सोध्छौ? हो दाइ, यो स्याउको स्वाद कस्तो छ भनेर मलाई थाहा छ, तितो छ कि मिठो छ। यस्तै हो प्रभु येशूमाथिको विश्वास पनि। मलाई निको पार्ने प्रभु येशू कस्तो हुनुहुन्छ भनेर थाहै नपाए हजुरले विश्लेषण गर्नुहुन्छ त? अरूले पनि यस्तै अड्कल गर्छन्। आजलाई ढिलो भइसक्यो, अहिले म जान्छु, भोलि फेरि आउँछु। घरमा बालबच्चाहरू एक्लै छन्, जान्छु है त हजुर। हस् नमस्ते। हुन पनि ठिकै भनिए यसले। हेलो ध्रुवे, तँलाई यता कतै मण्डली या चर्च थाहा छ तँलाई? थाहा छ भने भन्न। अरे त्यत्तिकै सोधेको क्या। अरे यसोमा त विश्वास गरेपछि शान्ति आनन्द पाइन्छ गरे। ए ल ल।